यही फागुन 25 गते श्री 5 महाराजराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनको 1 बजे सवारी भइबक्सिँदैछ। तपाईँ सबैलाई उपस्थितका लागि साधारण निमन्त्रणा गर्दछु। जसले यो सूचना प्राप्त गर्नुभएको छैन सबैलाई फेरि एकपल्ट भन्छु, 2081 साल यही फागुन महिनाको 25 गते दिनको 1 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेट्ने कार्यक्रम भएको हुँदा तपाईहरुलाई उपस्थितका लागि हामी हार्दिक अपील र साधारण निमन्त्रण गर्दछौं। आज देश अभिभावक विहीन भएको छ, राष्ट्र आज असुरक्षित बनेको छ। अब समय आयो राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं। आज देश अभिभावक विहीन भएको छ, राष्ट्र आज असुरक्षित बनेको छ। यो सबैको पुनः उत्थान गर्नका लागि अब हामी एकजुट बन्नै पर्छ, एक ठाउँमा आउनै पर्छ। त्यसका लागि यही 2081 साल फागुन महिनाको 25 गते दिनको 1 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबैलाई उपस्थितका लागि त्यही गरेर सबैलाई हार्दिक अपील र अनुरोध गर्न चाहन्छु।